सम्पूर्णमा नमस्कार। प्रदेश लोक सेवा आयोग गण्डकी प्रदेशले विज्ञापन गरेको नेपाल वन सेवा जनरल फरेस्टीसम्म तेस्रो तह वनरक्षक पदको लिखित परीक्षाको लागि एकदमै महत्त्वपूर्ण विषयवस्तु लिएर आएको छु। पक्कै पनि यो विषयवस्तुबाट एक दुईवटा क्वेसन पक्कै पनि आउनेछ। यसलाई चाहिँ एकदमै ख्याल गरेर हेर्नुहोला, कपी र कलम लिएर बस्नुहोला। म तपाईँहरूलाई जानकारी गराउनेछु। र आजको विषयवस्तु रहेको छ वन तथा वातावरण मन्त्रालय गण्डकी प्रदेश पोखराको बारेमा है। यो भित्र के कस्ता कार्यालयहरू छन्, कुन कुन कार्यालय कहाँ पर्छ, के पर्छ, म यसको बारेमा चाहिँ जानकारी गराउने छु। एकदमै ध्यान दिएर कपी कलम लिएर बस्नुहोला र विषयवस्तुमा प्रवेश गर्नुभन्दा अगाडि हाम्रो भिडियोलाई लाइक गरिदिनु होला र च्यानललाई सब्सक्राइब गरी जोडिदिनु होला भन्न चाहन्छु। र अब म ढिला नगरिकन विषयवस्तुतिर जान्छु। वन तथा वातावरण मन्त्रालय गण्डकी प्रदेश पोखराको बारेमा जानकारी गराउँछु है त। एकदमै ध्यान दिएर बस्नु होला। मन्त्रालयको नाम के छ त भन्दाखेरि वन तथा वातावरण मन्त्रालय है त। वन तथा वातावरण मन्त्रालय गण्डकी प्रदेश पोखरा है। यो मन्त्रालयको नाम सोध्यो भने चाहिँ के हुन्छ त भन्दाखेरि यो याद गर्नु होला, वन तथा वातावरण मन्त्रालय गण्डकी प्रदेश पोखरा मन्त्रालयको नाम है। मन्त्रालयको नाम चाहिँ यो ख्याल गर्नु होला। अनि अब रहेको छ यसको स्थापना कहिले भयो त? स्थापना है, स्थापना कहिले भयो भन्दाखेरि 2074 साल आएन है। 2074 साल 10 महिना 22 गते 10 महिना 22 गते वन तथा वातावरण मन्त्रालय गण्डकी प्रदेश पोखराको स्थापना भयो। र यतिखेर चाहिँ 2074 10 महिना 22 गते यो स्थापना हुँदा बेलाको नाम चाहिँ के थियो त भन्दाखेरि उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय है त। यति बेलाको नाम चाहिँ के थियो भन्दाखेरि उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय। यो चाहिँ के थियो त भन्दाखेरि त्यतिखेर स्थापना हुँदाखेरिको चाहिँ नाम उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय रहेको थियो। र हालको नामाकरण चाहिँ हाल यो वन तथा वातावरण मन्त्रालय चाहिँ कहिले राखियो त भन्दाखेरि हालको नामाकरण चाहिँ कहिले गरियो त भन्दाखेरि 2081 5 महिना 17 गतेको मन्त्री परिषदको निर्णय अनुसार हालको नाम वन तथा वातावरण मन्त्रालय राख्यो है त। 2081 5 महिना 17 गते 17 गतेको
मन्त्री परिषदको निर्णयअनुसार चाहिँ हालको नामाकरण गरियो है त। हालको नामाकरण के हो त भन्दाखेरि वन तथा वातावरण मन्त्रालय गण्डकी प्रदेश पोखरा। यसको नाम चाहिँ 2081 5 महिना 17 गतेको मन्त्री परिषदको निर्णयअनुसार नामाकरण गरियो र खास वन तथा वातावरण मन्त्रालयको स्थापना चाहिँ 2074 साल 10 महिना 22 गते उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको नाममा चाहिँ स्थापना भएको थियो। हजुरहरूले टिप्दै जानु होला है त। यो चाहिँ टिप्दै जानु होला। अब चाहिँ म मन्त्रीतर्फ गएँ। वन तथा वातावरण मन्त्री है। यो गण्डकी प्रदेशको वन तथा वातावरण मन्त्री हाल को छ त? वन तथा वातावरण मन्त्री गण्डकी प्रदेश पोखराको चाहिँ भेषबहादुर पौडेल हुनुहुन्छ। भेषबहादुर पौडेल है त। वन तथा वातावरण मन्त्री भेषबहादुर पौडेल हुनुहुन्छ। र यसै गरी अब यस मन्त्रालय अन्तर्गत है त वन तथा वातावरण मन्त्रालय अन्तर्गत महाशाखा कतिवटा रहेका छन् त भन्दाखेरि 3 वटा। महाशाखा 3 वटा रहेका छन्। अब महाशाखा 3 वटा छन् भने शाखा कतिवटा होला नि त? शाखा रहेका छन् 7 वटा। यो कपीमा टिप्दै जानु होला है। म यहाँ लेख्दै जान्छु, तपाईहरु चाहिँ कपी कलम लिएर बस्नु होला, टिप्दै जानु होला। यो याद गर्नु होला है। कहिले वन तथा वातावरण मन्त्रालय गण्डकी प्रदेश पोखरा अन्तर्गत महाशाखा कतिवटा रहेका छन् भनेर सोधिन सक्छ, शाखा कतिवटा रहेका छन् भनेर सोधिन सक्छ है त। अब यस मन्त्रालय अन्तर्गतका कार्यालयहरूको बारेमा जानकारी गराउँछु है। यस मन्त्रालय अन्तर्गतका कार्यालयहरूको बारेमा जानकारी गराउँछु। यसमा चाहिँ वन निर्देशनालय, वन निर्देशनालय कतिवटा छन् त? 1 वटा। कहाँ छ भन्दाखेरि कास्की पोखरा। वन निर्देशनालय 1 वटा कहाँ छ? कास्की पोखरा है त। यसै गरी
अर्को रहेको छ वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र। वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र है त। कतिवटा छन् त भन्दाखेरि 1 वटा। वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र 1 वटा। कहाँ छ भन्दाखेरि यो नि पोखरामै छ है त। यसै गरी अर्को रहेको छ ताल संरक्षण तथा विकास प्राधिकरण। ताल संरक्षण तथा विकास प्राधिकरण। कतिवटा रहेको छ त भन्दाखेरि यो पनि 1 वटा रहेको छ। कहाँ छ? कास्की पोखरा। कास्की पोखरामै रहेको छ। त्यसै गरी अर्को रहेको छ भू तथा जलाधार व्यवस्थापन कार्यालय। भू तथा जलाधार व्यवस्थापन कार्यालय। भू तथा जलाधार व्यवस्थापन कार्यालय रहेको छ। कतिवटा रहेका छन् त भन्दाखेरि भू तथा जलाधार व्यवस्थापन कार्यालय 2 वटा रहेका छन्। दुईवटा रहेका छन्। अब कहाँ कहाँ छन् त भन्दाखेरि एकमा रहेको छ कुस्मा पर्वत। दुईमा रहेको छ दमौली तनहुँ। है अर्को रहेको छ दमौली तनहुँ। है कुस्मा पर्वत र दमौली तनहुँ गरी 2 वटा चाहिँ भू तथा जलाधार व्यवस्थापन कार्यालय रहेका छन्। अब अर्को रहेको छ डिभिजन वन कार्यालय है। डिभिजन वन कार्यालय। कतिवटा होला नि त गण्डकी प्रदेशमा डिभिजन वन कार्यालयहरू। वन तथा वातावरण मन्त्रालय गण्डकी प्रदेश अन्तर्गत कतिवटा डिभिजन वन कार्यालयहरू होलान् भन्दाखेरि 11 वटा छन् है त। डिभिजन वन कार्यालयहरू चाहिँ वन तथा वातावरण मन्त्रालय गण्डकी प्रदेश पोखरामा चाहिँ पोखरा अन्तर्गत 11 वटा डिभिजन वन कार्यालयहरू रहेका छन्।
यो सोधिन सक्छ है, गण्डकी प्रदेशमा कतिवटा डिभिजन वन कार्यालयहरू रहेका छन् भनेर सोध्यो भने चाहिँ 11वटा भनेर बुझ्नु होला। अब कहाँ रहेका छन् त भनेर याद गर्नलाई चाहिँ म यहाँ लेखिदिन्छु है त। डिभिजन वन कार्यालयहरू 11वटा रहे होइन। अब कहाँ छन् त भन्दाखेरि एकमा रह्यो कास्की पोखरा, दुईमा रहेको छ दमौली तनहुँ, तीनमा रहेको छ स्याङ्जा, तीनमा रहेको छ स्याङ्जा है त। चारमा रहेको छ गोर्खा, पाँचमा रहेको छ लामजुङ, छमा रहेको छ मनाङ, सातमा रहेको छ कुस्मा, कुस्मा पर्वत, आठमा रहेको छ बागलुङ, आठमा रहेको छ बागलुङ, नौमा रहेको छ म्याग्दी, नौमा म्याग्दी, 10मा मुस्ताङ, 10मा मुस्ताङ रहेको छ। 11मा रहेको छ नवलपरासी, नवलपरासी, बर्दाघाट, सुस्ता पूर्व है त। यो बुझ्नु होला है, बसु पु लेखा चाहिँ बर्दाघाट सुस्ता पूर्व। यति गरेर चाहिँ 11वटा डिभिजन वन कार्यालयहरू रहेका छन् है त। वन तथा वातावरण मन्त्रालय गण्डकी प्रदेश पोखरा अन्तर्गतका डिभिजन वन कार्यालयहरू कतिवटा छन् त भन्दाखेरि 11वटा रहेका छन्। अब भने म गण्डकी प्रदेश अन्तर्गतका केही वनसँग सम्बन्धित ऐनहरूको बारेमा जानकारी गराउँछु है त। सरस्वती याद गर्नु होला, टिप्नु होला है। गण्डकी प्रदेश गण्डकी प्रदेश वनसँग सम्बन्धित
के ऐनहरू रहेका छन्। एकमा रहेको छ गण्डकी प्रदेश वन ऐन है त। गण्डकी प्रदेश वन ऐन 2080। 2 मा रहेको छ गण्डकी प्रदेश वातावरण गण्डकी प्रदेश वातावरण संरक्षण ऐन 2076। अर्को रहेको छ गण्डकी प्रदेश बर्ड पिपल स्वामी र चौतारो संरक्षण ऐन 2075 रहेको छ है त। अर्को रहेछ 4 नम्बरमा गण्डकी प्रदेश ताल संरक्षण तथा विकास प्राधिकरण ऐन 2075 रहेको छ है त। यो चाहिँ गण्डकी प्रदेश वनसँग सम्बन्धित ऐनहरू हुन् है त। यो याद गर्नु होला तपाईहरुले। अब योसँग यो भित्र रहेर चाहिँ यो भित्रको कुराहरू अध्ययन गर्नलाई चाहिँ तपाईहरु वन तथा वातावरण मन्त्रालयको वेबसाइटमा गएर पनि हेर्न सक्नुहुन्छ। मैले चाहिँ यो सामान्य जानकारी मात्रै गराएँ हजुरहरुलाई। यो गण्डकी प्रदेश वनसँग सम्बन्धित ऐनहरू चाहिँ यी ऐनहरू हुन्। तपाईहरुले विशेष ख्याल गर्नुपर्ने ऐन चाहिँ गण्डकी प्रदेश वन ऐनलाई चाहिँ एकदमै ध्यान दिनु होला है त। यसैसँग नियमावलीलाई पनि ध्यान दिनु होला। नियमावली पनि हेर्नु होला। ऐन पनि हेर्नु होला। केही क्वेशनहरु आउँछन् यसबाट। र डिभिजन वन कार्यालयहरु 11 वटा छन् भन्ने चाहिँ नभुल्नु होला है। यो चाहिँ अब महाशाखा 3 वटा, शाखा 7 वटा रहेका छन्। वन निर्देशनालय 1 वटा कास्की पोखरामा रहेको छ। वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र 1 वटा रहेको छ पोखरामा। अनि ताल संरक्षण तथा विकास प्राधिकरण 1 वटा रहेको छ कास्की पोखरामा। अर्को चाहिँ भू तथा जलाधार व्यवस्थापन कार्यालय 2 वटा कुस्मा पर्वतमा रहेको छ। यो टिप्नु भएको छ होला पक्कै पनि। र हालका वन तथा वातावरण मन्त्री चाहिँ भेषबहादुर पौडेल रहनु भएको छ है त। र वन तथा वातावरण मन्त्रालय गण्डकी प्रदेश यो चाहिँ मन्त्रालयको नाम हो। यो पनि याद गर्नु होला। र स्थापना 2074 10 महिना 22 गते भयो। यतिखेर चाहिँ उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय नामाकरण गरिएको थियो। र हालको वन तथा वातावरण मन्त्रालय चाहिँ कहिले नामाकरण गरियो त भन्दाखेरि 2081 5 महिना 17 गतेको मन्त्री परिषदको निर्णय अनुसार नामाकरण गरियो है त। हुन्छ साथीहरु, आज पनि मैले यति नै गरे। बाँकी चाहिँ अर्को भिडियोमा लिएर आउने छु। भिडियो कस्तो लाग्यो त कमेन्ट बक्समा कमेन्ट गर्नु होला। साथै हाम्रो च्यानललाई सब्स्क्राइब गरी जोडिनु होला भन्दै आजको भिडियोलाई मैले यही अन्त्य गरे। हस्त, धन्यवाद, नमस्कार।